हेलो गाइजहरू, मेरो डे 5 भ्लगमा तपाईँलाई स्वागत छ। आज चाहिँ अब म काठमाडौँ जान लागेको। अब आज दिदीलाई पुऱ्याउनु जाने म। त्यही त हिजोको भ्लग हेर्नुभयो कि भएन तपाईँहरूले। अनि आज लुगाहरू सबै प्याक भइसक्यो है। हामीले लुगा पनि लगाइसक्यो है, लुगा पनि लगाइसक्यो जानलाई। अनि यहाँ र हाम्रो भाइ पनि कति क्युट छ नि त, यहाँको भाइ हेर भान्जा यहाँ हेर। अनि अहिले चाहिँ पानी परिरहेछ है, यसरी अहिले झन् ठुलो पानी पर्यो है, यत्रो ठुलो पानी पर्यो। अब हामी चाहिँ पानी रहेर जान्छु होइन। अब पानी रहन पनि दिनुपर्छ, फेरि गाडीको सिसामा धेरै पानी पर्छ नि त, त्यही भएर जान मिल्दैन नि त अलि। त्यही भएर अलि आफ्नो जानलाई नै रिस्क पार्नु भएन, त्यही भएर अलि जानुपर्छ। अब दिदीले चाहिँ लुगा लाउनै बाँकी छ। अब दिदीले लुगा लगाइसक्यो अनि हामी पनि जान्छु, दुईवटा दिदीले। अनि हामीले चाहिँ मैले चाहिँ लगाइसक्यो। अहिले चाहिँ अलि बिजी भयो अनि ठ्याक्कै पानी पनि रह्यो। एकछिन पनि मुहालेर नि त मैले अल्छी लाएर भएर। साथीहरू, म तपाईँहरूलाई एउटा चिज देखाउँछु कस्तो खतरा आइरहेको। ड्यारेन ड्यारेन खतरा छैन त हाम्रो गाउँ। तर आज चाहिँ पानी परेर भर्खर कालो बादल लाग्दैछ। मेरो आमा डोलाउनु भइरहेछ। हाई हेलो। अब दिदीहरूले लुगा लगाइसक्यो, हामी काठमाडौँ जाने है। अब ब्यागहरू पनि सबै हालिसक्यो। दुःख त लागेको छ नि मनभित्र त, दिदीहरू जान्ला भनेर। पानी पनि फेरि परिसक्यो, पानी पर्यो। यो ब्यागहरू चाहिँ अब गाडीमै हाल्नु छ हाल्ने। अब चाहिँ अब दिदीले चाहिँ भान्जा बोक्नुपर्छ। पानी चाहिँ परिरहेछ अहिले पनि, कस्तो सिमसिम पर्दैछ है। अब भिनाजुले चाहिँ गाडी फर्काएर लिएर लानु भएको छ। हामी चाहिँ कजमा चढिसक्यो। हामी चाहिँ हिँडिसक्यो है। म त बोकिरहेको छु। अब तपाईँहरूले काठमाडौँ गएर नै भेट्छ है गाइजहरू। अलिअलि बाटोको चाहिँ भ्यूहरू देखाउँछु तपाईँ। फाइनली काठमाडौँ आइपुग्यो है गाइजहरू। हामी चाहिँ फाइनली काठमाडौँ आयो। हामी चाहिँ अहिले खाजा खानलाई होटेल बसेको छु। खाजा घर यस्तो छ पुरै। हामी चाहिँ यस्तो ठाउँमा आएको छ। हामी चाहिँ आइपुग्यो होइन। हामी 4 जना, भिनाजु चाहिँ गाडी पार्किङ गर्न जानुभएको छ। अनि हामी खाजा खान आउँछु है। दिदीलाई भोक लाग्यो, त्यही भएर के खाने भनेर चुज गर्छु है। अन्डा चुरा चिकन तपाईँ चाउमिन जाने रहेछ। चाउमिन खान्छ कता आएको नि कहाँ अहिले चाहिँ खाजा खाना होइन। कुन होटेलमा अरे? अब हामी चाहिँ मेनु हेर्ने अनि खाजा खाने हामी चाहिँ है।
तर यहाँ चाहिँ नाइस प्लेस रहेछ। यहाँ चाहिँ खाना कुर्दैछौँ हामी है। अब हामी यहाँको खानाको रेट गर्छौँ। यहाँ चाहिँ खानाको रेट गर्छौँ। दिदी एउटा खाजा पनि आइसक्यो है। अझै आउनु बाँकी छ। अनि यसमा चाहिँ बोडी अनि च्याउ आलु अनि पकाएको बोडी अनि अचार, दुईटा अचार, मस्यौराको अचार अनि साग अन्डा छ। बिना चाहिँ दिदी एक रेट गर्नु त। मिठो बब्बाल छ नि। कति हो? 10 बाई कति? 10मा 10 हो। मिठो रहेछ। मैले पनि थाहा पाएँ। म चाहिँ नखाने भनेर म खाने हामी चाहिँ। अनि हामी चाहिँ हाम्रो खाजा कुरिरहेको छु। फोनमा भिनाजु दिदीसँग बोल्दै हुनुहुन्छ। हाम्रो दिदी अलिक काली काली भएको गाउँ गएर नि। अहिले एउटा अचार खाएछ, दिदीलाई पिरो भएछ। हाम्रो चाहिँ मोमो पनि आइपुग्यो है ठ्याक्कै। अब हामी चाहिँ मोमो खान्छौँ है। यहाँको खानेकुरा चाहिँ सबै मिठो छ है। अनि यहाँ चाहिँ सुषमा दिदी भिनाजु हुनुहुन्छ। मेरो चाहिँ खाएर सक्यो। दिदी अझै खाँदै हुनुहुन्छ अझै बिस्तारै बिस्तारै। यहाँ दिदी पनि आउनु लाउनु भयो अरे। अनि अब हामी कुर्दै बस्छु। यहाँको मोमो चाहिँ मलाई बेस्ट लाग्यो है। सबैजना मिठो थियो। अब हामी चाहिँ दिदीलाई कुर्दै थियो। त्यो दिदी कति टाइम लाग्यो हो। अझै टाइमै लागिरहेको किन पो हो। लुगा लाउँदै होला भर्खर त घरमा। तपाईँलाई मोमो कस्तो लाग्यो होला? तपाईँलाई चाहिँ कस्तो मोमो लाग्यो? तपाईँलाई मिठो लाग्यो। मलाई नि एकदम मिठो लाग्यो अरे। अघि भिनाजुले खानु भएको चाहिँ झन् मिठो थियो अरे। तर मैले खाएन। अब दिदीलाई कुर्दैछु म चाहिँ है। अब टाइम लाग्छ अरे अलि, त्यही भएर म कुर्दै बस्छु बाहिर होइन। अलि हाम्रो ठाउँ पनि आइपुग्यो। अब अलिकति उतापट्टि घर छ अनि जानुपर्छ। दिदीलाई धेरै टाइम लाग्यो। त्यो म अहिले भित्र नै बस्छु। हाम्रो परिवार त्यहाँ छ क्या। यहाँ चाहिँ कति राम्रो फिसहरू रहेछ। अझै 12 आउँथ्यो। 12 कुर्दै बसिरहेको छु होइन। दिदी आउँदै हुनुहुन्छ अरे। अब हामी खाँदै गर्छु है। यहाँको सबै बेस्ट लाग्यो। मोमो 9.5 दिन्छु। 9.5 दिन्छु 10मा। 12 चाहिँ प्याक गर्न लागेको छ। अनि भान्जाहरू यो त्यही भएर अब जाने हामी 12 प्याक गरेर अब लाने। अब म तपाईँहरूलाई घरमै पुगेपछि देखाउँछु। घरमा पुगेपछि म अन्तिम गर्छु होला यो ब्लग है। हामी चाहिँ अहिले जान लाग्यो। अब घरमै गएर बोल्छु तपाईँहरूसँग भाइ। फाइनली घर पनि आइपुग्यो। अब म तपाईँहरूलाई बिदा गर्छु। दिदीको घर आइपुग्यो। सामानहरू पनि लिएर सक्यो। म फाइनली दिदीको घर पनि आइसक्यो। म अब बिदा हुन चाहन्छु। बाई बाई।